सो लेट्स हेलो एन्ड फेरि पनि नमस्ते गाइज। के छ हजुरहरूको खबर? मेरो चाहिँ एकदमै ठिकठाक छ अनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। आज चाहिँ धेरै दिनपछि चाहिँ एकदमै लङ वेपछि चाहिँ मैले भ्लग लिएर स्टार्ट भएको छु। सो स्टार्ट चाहिँ भ्लग चाहिँ अलिक ढिलै सुरु भयो, त्यही भएर त्यस्तो राम्रो देखेको छैन, सो माइन्ड नगर्नु होला। अनि आजबाट चाहिँ सुस्तानी सुरु भयो नि त, सुस्तानीको व्रत सुरु भयो 1 महिनाको लागि। सो मलाई चाहिँ बिहानसम्म 11 बजी पनि थाहा थिएन कि सुस्तानीको व्रत सुरु भयो भनेर। अनि कसो थाहा नभइसकेपछि धन्न मैले चाहिँ खानाहरू चाहिँ खाएको थिइनँ, अनि पानी मात्र खाएको थिएँ, नुनहरू खाएको थिइनँ। अन्त सो मैले चाहिँ किताब मात्र पूजा गरेर राखेको छु। अब चाहिँ सुस्तानी कथा पढ्नुपर्ने हुन्छ। मैले चाहिँ अब बिहान पढ्यो भने बिहानै पढ्नुपर्छ अरे, बेलुका पढ्यो भने बेलुकै पढ्नुपर्छ अरे भन्नुभएको थियो कि। सो त्यही भएर चाहिँ मैले बिहान पढिनँ, 11 बजिसकेको थियो। अनि फेरि अब त्यही टाइममा पढ्नुपर्छ भन्ने सुने। अनि बिहान फेरि अब म मेरो कस्तो उस गर्छु, बिहान फेरि अब मेरो म पनि छिटो जानुपर्छ, बाबालाई छिटो पठाउनु पर्छ, अनि यस्तै कामहरूले चाहिँ बिहान पढ्न पनि भ्याउँदिनँ। अनि यता सफा गरेको थिएँ कि मैले आज चाहिँ यो सब मिलाएर यो सबै ठ्याक्क कुन्का गरेर चाहिँ मिलाएर राखेको छु कि। अनि पुसपास गरेँ, अनि म त टाइमै पुगेन कि आज, यता गऱ्यो उता गऱ्यो यो गऱ्यो त्यो गरेर गर्दा। सो अनि यता घरहरू पनि पुसपास गरेर टिलिक्क टल्काएको छु नि त। अनि बिदाको दिन हो, अरू दिन त काम गर्न भ्याइँदैन, यता गर उता गर्दा गर्दै स्कुल जाँदा हतारै हुन्छ। अनि मैले चाहिँ कपडाहरू पनि सुकाएको थिएँ, सो सुकिसकेको छैन, यता बिस्कुनहरू सुकाएँ। अनि त्यसपछि अझै रुमहरू पनि सफा गरेको थिएँ। यहाँ चाहिँ कपडाले डिस्टर्ब गरिरह, अरू त सब अल छ, राइट छ। अनि हजुरलाई मैले भ्यू देखाउँछु भने खुल्ला नै भएको छैन, घाम त तर त्यस्तो खुल्ला चाहिँ भएको छैन। सो हल्का भ्यू चाहिँ देखाएँ। अनि अब चाहिँ यो सबै उठाएर अनि उठाउँदा क्यार्दा चाहिँ सास पर्छ। 5:30 बजेबाट चाहिँ म सुस्तानीको कथा पढ्न सुरु गर्छु। 1 अध्याय 1 दिन भ्याउनु पर्छ अरे नि त। अनि सो मैले चाहिँ अहिलेसँग पढेको छैन, फर्स्ट टाइम मैले चाहिँ आज फर्स्ट टाइम मैले सुस्तानीको व्रत लिँदैछु। सो अब चाहिँ मैले कपडाहरू उठाएर अनि यो बिस्कुनहरू उठाएर चाहिँ म यताउता काम गर्दाखेरिमा चाहिँ पढ्ने बेला हुन्छ। अनि सो म सुस्तानीको व्रत पढ्छु अहिले भने। म यो बिस्कुनहरू उठाएर आउँछु है त। म चाहिँ स्कुल गइसकेको छु। अनि कस्तो अल्झाउँछ कि बाटोमा चाहिँ भ्लग बनाउन, अनि ढिलो भइ पनि सकेको छ नि त। सो त्यही भएर चाहिँ अनि मेरो ड्रेसअप ओके, म चाहिँ अब स्कुल जान लागेको, स्कुलमा चाहिँ भ्लग गराउन सक्दिनँ। सो त्यही भएर पछि भ्लग गराउँछु है त, घर गइसकेपछि मिल्यो भने स्कुलमा गराउँछु। अहिले बाई बाई। देखिए के छ खबर? म लम्बु देखिए अरे लाउन ल खासमा यहाँ एक्सपेरिमेन्ट गर्न खोजेको आलुको, यता साल टालेर यता नहालिकन। बट देखाएको भिडियोमा किन देखाउँछ यस्तो नचाहिने, हामी ट्राई गर्छौँ फेरि भेटिँदैन। सो म चाहिँ स्कुलबाट घर आइसकेको छु। अनि म चाहिँ भर्खरै घर आएको, आज चाहिँ छिटो पनि आएँ घर। अनि यत्तिकै बसिराखेको, स्कुलमा भ्लग गराउन पाउँदैन नि त आजभोलि। अब स्कुलमा भ्लग नगराउने, स्कुलमा भिडियोहरू नगराउने, टिकटकहरू नबनाउने, अनि स्कुल ड्रेसको भिडियोहरू पनि नहाल्ने भन्ने कुरा चाहिँ धेरै आएको छ। सो त्यही भएर मैले चाहिँ स्कुलको आएको चाहिँ बनाएँ, अनि अरू चाहिँ भिडियोहरू बनाउन पाइनँ। अनि म चाहिँ घर भर्खरै आएर बसेको छु। घर कोही नभएपछि त कस्तो सुनसान लाग्ने, एकदमै शून्य लाग्ने जस्तो हो नि कि। अनि
अघि मम्मीसँग बोलेँ अनि बल्ल जानमा जान आए जस्तो, मन हल्का भए जस्तो, आनन्द भए जस्तो भयो। सो अब चाहिँ खाजा पनि बनाएर खानुपर्ने हुन्छ। मैले चाहिँ खाजा खाएको छैन अनि अब चाहिँ म खाजा बनाउने बेला भेट्छु है त। अहिलेलाई भने एकैछिनलाई वेट। सो सरी, मैले अघि चाउचाउ खाएको चाहिँ देखाउन पाइनँ, त्यसको लागि आइएम सो सरी भन्न चाहन्छु। अनि मैले चाहिँ यहाँ आलु उसिनिसकेको छु, यहाँ चाहिँ अन्डा छ फुटेछ। अनि त्यसपछि चाहिँ मैले यहाँ काँक्रो पनि छ, काँक्रो छ अनि पिठो भिजाएको छु। आज बाबा अलि ढिलो हुन्छ भन्नुभएको छ। अनि सो मैले चाहिँ अब काँक्रोको अचार बनाउँछु। अनि अलरेडी चाहिँ यहाँ दाल छ कि, सो दाल छ अनि काँक्रोको अचार बनाएर नि रोटी खाएँ। कोदाको रोटी खानै मन लाग्दैन अनि बिहान ढिलो आएको नि त मैले, सो त्यही भएर पनि होला सायद खान मन नलागेको। अब चाहिँ म काँक्रोको अचार बनाउँछु अनि त्यसपछि चाहिँ म हजुरलाई भेट्छु। ओके, मैले चाहिँ ब्लग इन गर्नलाई चाहिँ अब आएको नै भनौँ है। अनि खानाहरू खाइसकेर अनि त्यसपछि फ्री भएँ। मेरो ब्लग चाहिँ कुन दिन इन भएको छ के, इन गर्छु भने अनि निन्द्रा लाग्ने सुत्ने हुँदो रहेछ। अनि सो माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला अनि लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला भन्दै म आजको ब्लग चाहिँ यहीँ एन्ड गर्न चाहन्छु। अनि त्यसपछि चाहिँ अब ब्लगहरू चाहिँ मेरो रेगुलर नै आउने गर्दछन्। अब चाहिँ मेरो बिदा छ नि त स्कुलको, 10 दिन जति बिदा छ। अनि सो म चाहिँ अब धेरै ठाउँ जानु छ अनि काम पनि छ अनि कुनै ठाउँमा काम छ, कुनै ठाउँमा चाहिँ घुम्न जानु छ। सो अब बिदाको बेलामा नै पारेर गर्छु यो सबै काम भनेर बसेको छु। सबैजनाले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला अनि लाइक कमेन्ट अनि मेन चाहिँ सब्सक्राइब गरिदिनु होला। प्लिज 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 सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। आजलाई भने यति नै भन्दै म चाहिँ बिदा हुन चाहन्छु। हस् त, बाई बाई।